Hello and namaskaram everyone. So आजको भिडियोमा चाहिँ I'm just going to explain about my Japanese language learning process. So आजको भिडियोमा चाहिँ म आफ्नो Japanese language learning process चाहिँ देखाउँदै छु. So मैले जापानिज कसरी पढ्दै छु भनेर जस्ट देखाउन मात्रै खोजेको. This video is not for the showing off. यो भिडियो चाहिँ मैले आफ्नो पढेको कुराहरु देखाउन खोजेको हैन. Just for the inspirations, कसैलाई मोटिभेसन हुन्छ पढ्नलाई भनेर मात्रै यो भिडियो बनाउन खोजेको हो. आज पढ्दै थिएँ मलाई यस भिडियो बनाउन मन लाग्यो त्यही भएर मैले चाहिँ एज अ स्लो लर्नर आई एम रियली स्लो लर्नर लर्निङ प्रोसेसमा चाहिँ मेरो दिमाग एकदमै स्लो छ र मैले कसरी चाहिँ जापानिज ल्याङ्ग्वेज चाहिँ पढ्दैछु भनेर आई एम जस्ट गोइङ टु मेक अ भिडियो मैले चाहिँ अनि यो कपीहरू तपाईँलाई म देखाउँछु मैले कसरी लेख्छु भनेर र कसरी पढ्छु भनेर देखाउँछु है त. सो लेट्स गो. सो यो चाहिँ मेरो फर्स्ट डे अफ लर्निङ जापानिज हो. यो चाहिँ मैले चाहिँ हिरागानाबाट स्टार्ट गरेको. यो सेन्सेले चाहिँ माथि ल्याइदिनुहुन्छ र मैले त्यो सेम कपी गरेको. मेरो दिमाग चाहिँ एकदमै स्लो छ र मैले एकदमै ढिलो सिक्छु क्या कुराहरू पनि. सो त्यही भएर अलिकति मलाई चाहिँ अरूभन्दा चाहिँ अलिक धेरै मिहिनेत गर्नुपर्ने हुन्छ. जस्ट अब कसैले अब कुराहरूलाई धेरै छिटो क्याच गर्न सक्छ भने कसैले ढिलो क्याच गर्न सक्छ. र मेरो केसमा चाहिँ मेरो माइन्ड चाहिँ एकदमै स्लो छ. म एकदमै ढिलो स्लो क्याच गर्छु कि मेरो माइन्डले. तर मलाई एक्स्ट्रा एफोर्ट गर्नुपर्ने हुन्छ कि अरूभन्दा चाहिँ. सो त्यही भएर यसरी लेख्नुपर्ने हुन्छ क्या मलाई चाहिँ. अन्त कतिचोटि लेखेको छु मैले फर्स्ट लेटर लर्न गर्नलाई मैले यसरी लेखेको छु क्या. यतिसम्म लेख्दा पनि मलाई याद आउँदैन क्या स्टिल. हेर्नु त हेर्नु त कतिचोटि लेखेको छु मैले. यसरी लर्न गरेको क्या मैले सुरुमा चाहिँ. फर्स्ट डे है यो चाहिँ मेरो फर्स्ट डे अफ लर्निङ है यो चाहिँ. लाइक दिस या इच एन्ड एभ्री वर्ड चाहिँ यसरी लेख्ने गर्छु क्या. सो मेरो फर्स्ट डे भयो. अनि सेकेन्ड डेमा चाहिँ मैले काताकानाहरू लेख्न सिकेको थिएँ. यस्तै भयो. बिस्तारै बिस्तारै इम्प्रुभ हुँदै गयो. फर्स्ट बेसिक भनेको हिरागाना काताकाना मलाई सिक्नलाई कति समय लाग्यो यो हिरागाना काताकाना सिक्नलाई. जस्ट 1 मन्थै लाग्यो होला क्या मलाई त्यो हिरागाना र काताकाना सिक्नलाई. एज अ स्लो लर्नरको केसमा कुरा गर्दैछु है. जान्ने मान्छेले चाहिँ हिरागाना काताकानाहरू एक दिनमै कन्ठ गर्न सक्छ. त्यसपछि यो मारु तेन भयो. या लाइक दिस काताकाना सिकेँ. त्यसपछि मैले नम्बर भन्न सिकेँ. मैले सिक्न पनि धेरै समय लाग्यो. जस्तै अब नम्बरिङहरू सिक्न अपवादहरू सिकेँ त्यसको. तारिक भन्नलाई हो चाहिँ एज भन्नलाई जस्ट आई हेभ जस्ट फिल अल द कपी क्या. मैले सबै लेखेर भ्याउँछु क्या. अनि सबै लेखेर हाल्नु. जीको सेकाइ मलाई सुरुमा सिकाउनु थियो क्या सेन्सेले. अनि मैले नेपालीमा पनि लेखेको थिएँ क्या. नेपालीमा पनि लेखेँ क्या मैले बुझ्दै नबुझेर नेपालीमा पनि धेरैचोटि लेखेँ. इन्ट्रोडक्सन भनेर सुरु गरेँ यसरी. इन्ट्रोडक्सन हुँदै नेपालीमा लेखेको गरेँ क्या मैले त्यसलाई. त्यो याद नभएर मलाई चाहिँ लेखेर याद गर्ने गर्छु. त्यही भएर यसरी लेखेँ क्या मैले त्यसलाई. एउटै कुरालाई दोहोऱ्याएको गरेँ. नेपालीमा लेखेँ त्यसलाई. जबसम्म याद हुँदैन तबसम्म म लेखेँ यसरी. लेसन 1 को भोकाबुलरी अब सुरु हुन्छ लेसन 1 को मिनिङ. अनि त्यसरी मैले लेसन 1 नै यसरी लेख्न सुरु गरेको थिएँ क्या. मैले एउटा वर्ड चाहिँ त्यो नआएसम्म लेखेको गर्थेँ क्या. यस्तै भइहाल्यो. अनि यसरी यसरी क्लासमा पनि भन्नुहुन्थ्यो क्या कति धेरै लेखेको भनेर भन्नुहुन्छ क्या साथीहरूले पनि. अनि दिदीहरूले दाइहरूले पनि भन्नुहुन्छ. सेन्सरले पनि भन्नुहुन्छ क्या अहिले हार्डवर्किङ स्टुडेन्ट छ है भन्नुहुन्छ क्या. किनकि मलाई पर्छ नै यति नै गर्नुलाई होइन. किनकि मेरो माइन्ड अलिक स्लो नै छ एज अ लर्नर.
सबैजना एउटैको माइन्ड अन्त सो इट्स December 25 मा स्टार्ट गरेको 2025 अनि दिस वान लेसन 3 एक्चुअली लेसन 3 गयो सो है यसरी मन दाएर लेख्छु भने सबै जस्ट स्याम्पल मात्रै है मैले कसरी गर्छु भनेर इच एन्ड एभ्री लेसन्सको मैले यसरी नै गरेको छु है लेसन 25 सम्म मैले यसरी नै मन दाएर लेखेको छु मिनिङहरू सबै कपी गरिसकेँ यसरी या लेसन 1 बाट स्टार्ट गरेर लेसन 24 है त पहिला अब इङ्ग्लिसमा डेट लेख्थ्यो अहिले अब जापानिजमा लेख्ने भयो बिस्तारै अप्रिल भने 2026 17 मन्थ अन्त या 24 लेसन बिस्तारै 24 लेसन पनि पुग्यो फाइनल्ली यसरी नै लेख्छु मैले है सबै मन त्यो क्वेसनहरू चाहिँ या कपी भरेको छु यसरी नै सबै सो लेट्स चेक आउट द खान्जी खान्जीको पनि सेम वे एज अ प्रोसेस एउटै हो मैले एउटै कुरालाई खान्जीलाई लेखेको गर्छु नयाँसम्म सेम प्रोसेस you can check out this one yeah same process म लेखेको गर्छु एउटैलाई खान्जीलाई सायद कुनै कसै मान्छेलाई यो अलिकति अचम्म लाग्न सक्ला भनेर म देखाउन खोजेको हो एउटा मान्छेले व्यक्तिले जापानिज ल्याङ्ग्वेजलाई कति मिहिनेत गर्दैछ भनेर जस्तो एउटा इन्सपिरेसनको लागि मात्रै मैले बनाउन खोजेको भिडियो नट फर सोइङ अफ मैले सबै पेपर सबै भरेको छु खान्जी या यसरी नै सबै खान्जी लेखेको छु सो यो चाहिँ मेरो क्लास वर्क कपी रफ कपी भनौँ न अनि यसमा चाहिँ अब म्यामले लेखाइदिएको चाहिँ मैले आएर कोठामा आएर फेरि सार्छु यसमा चाहिँ ग्रामरहरू लेखाइदिन्छ क्लासमा अनि त्यो आएर फेरि म सफ्ट कपीमा सार्छु सो दिस इज जस्ट अ रफ कपी त्यो ग्रामरको रफ कपी पछि मैले ग्रामर आएर यसरी नोट बनाउँछु क्या मेरो जुन एभरेज लेसन 1 सरी फर द नोइज है लेसन 3 यसरी नोट बनाउनुपर्छ कि म सबै नोट मजाले बनाउँछु म सबै लेसन्सको लेसन 20 जुन एभरेज लेसन्सको नोट बनाउने गर्छु म म्यामले लेखाइदिने कुराहरू फेरि घरमा आएर कपी गरेर सफ्ट कपीमा लेख्छु नोट कपीपछि सिउको दाई कपी है यो चाहिँ सिउको दाई भयो यस्तो सिउको दाई चाहिँ यस्तो हुन्छ यसरी म सबै इच एन्ड एभ्रिथिङ मैले गर्ने गर्छु क्या सिउको दाईहरू सबै इच एन्ड एभ्री लेसन्सको मैले एउटा क्वेसनहरू मन्दाहरू पनि मैले आफै गर्छु क्या हुन्छ नि अनि म्यामले सोध्छु नबुझेको कुराहरू म ट्रान्सलेसन पनि गर्छु जापानिजको कुराहरू हुन्छ त्यो खाइवालाई पनि म नेपालीमा ट्रान्सलेट गर्छु ग्रामरहरूलाई नेपालीमा ट्रान्सफर गर्छु चाहिँ नेपालीमा सुरुमा हुन्छ यसरी यो चाहिँ क्वेसन्सहरू है एक्सर्साइज कपी हो यो मिस्टेक पनि भएको छ कुनै ठाउँमा यसरी मिस्टेक पनि हुन्छ कहिले गर्दाखेरि ठिकै छ अनन्तरको कपी मेरो अर्को यो कपी सकेर अर्को पनि बनाएको छु त्यो कपीलाई चाहिँ यो चाहिँ त्यो कपी चाहिँ यो चाहिँ होमवर्क कपी होमवर्क चाहिँ मैले यसरी गर्छु भनेर देखाएको हजुरहरूलाई है त यस्तै छ है सबै सो मैले पेनहरू लेखेर सकाएको चाहिँ 3 बक्स हो एउटा बक्समा 20वटा पेन हुन्छ क्या अन्त मैले सबै सकाएको छु क्या हुन्छ नि या सबै सकाएको छु मैले एउटा बक्समा यसो हुन्छ अनि मैले या यसो नि हो सो मेरो जापानिज ल्याङ्ग्वेज लर्निङ प्रोसेस त्यस्तै थियो है इट्स लाइक अलिकति गाह्रो नै हुन्छ सुरुमा पढ्दाखेरि हिरागाना कातागानाहरू सिक्दाखेरि तर पढ्यो भने चाहिँ सकिन्छ गर्नलाई अनि इट्स भेरी टफ के डिफिकल्ट पनि छ मलाई नि सुरुमा पढ्न एकदम गाह्रो भएको थियो
एज अ स्लो लर्नरको पर्सपेक्टिभबाट चाहिँ भनेको है मैले यो जस्तै अब कसैको माइन्ड क्याची हुन्छ नि त चाँडो एकदमै चाँडो कुराहरू सिक्छ हरेक कुराहरू चाँडै टिप्न सक्छ जस्तै मिनिङहरू पनि कन्ठाउन सक्छ क्या जस्तै विदिन आवर अनि क्लासमा पनि हुन्छ कोही विदिन आवरमै मिनिङहरू कन्ठाउन सक्छ क्या वान लेसन्सको सबै जस्तो मलाई चाहिँ वान लेसन्सको याद गर्नलाई जस्ट आई थिङ्क इट टेक्स मी 3 days क्या एउटा लेसन्स याद गर्नलाई मलाई 3 days लाग्छ क्या भनेपछि बुझ्नु न कस्तो मेरो माइन्ड स्लो छ भनेर त्यो मेरो माइन्ड स्लो भएको बापत पनि तर मैले एउटै कुरालाई हुन्छ नि 100 चोटि हुन्छ 200 पटक हुन्छ त्यसरी लेखतिर मैले प्र्याक्टिस गर्ने गर्छु क्या नआएको कुराहरू म सेन्सलाई सोध्ने गर्छु र हरेक रात म चाहिँ प्र्याक्टिस गर्दै जान्छु क्या जस्ट लाइक बिहान उठेर पनि म लेख्छु दिउँसो उठेर पनि पढ्छु म हुन्छ नि लाइक एभ्री टाइम प्र्याक्टिस गर्छु भन्न खोजेको मैले म्याथ चाहिँ धेरै छ यसमा मैले म्याथ चाहिँ अलिकति गरेको छु यसमा भन्न खोजेको मैले इट्स नट फर झन् कसैलाई मैले यति गरेको छु भनेर देखाउन खोजेको होइन जस्ट टु हुन्छ नि जापानिज लर्निङ प्रोसेस गर्दाखेरि कसैले कति म्याथ गर्दो रहेछ भन्नु मात्रै बनाउन खोजेको भिडियो सो त्यो अपडेट म गरिरहन्छु जापानिज भिडियोको बारेमा सो आजलाई यति है त बाई बाई